हेलो हजुर नमस्ते सेवा सन्चै हुनुहुन्छ के छ तपाईँहरूको हालखबर है म चाहिँ आज यो हाम्रो खोटाङ जिल्लाको बाटो बनाउने क्रममा छु क्रममा भन्दाखेरि पनि अब बाटो बनाइराखेको छ अहिले चलिराखेको छ हेरिसक्नुहुन्छ यो हैन जो यो अहिले बाटोहरू बनाइराखेको यो यताको सबै मैले गर्नु लाग्छु हैन जस्तै गर्नु लाग्छु भन्दै गरिरहेको छु अनि यता भइरहेछ यहाँ सक्नुहुन्छ यता पनि छन् हैन उता सबै ढुङ्गाहरू हेर्न सक्नुभयो अनि यहाँबाट फेरि अर्को कुरो यहाँबाट चाहिँ फेरि सिधा ओ माथि अर्को ठाउँमा पनि काम भइरहेछ यहाँ सक्नुहुन्छ त्यहाँ पनि काम भइरहेछ हुसु लागिराखेको जस्तो हुसु लागिरहेछ कि हेर्न सक्नुभयो म चाहिँ काठमाडौँतिर भन्दा गाउँतिरै निकै राम्रो थालेँ कामको सिलसिलाको खोजीमा काठमाडौँमा जस्तै हल्ले नि जे गरे नि पैसा गाउँठाउँमै रहेछ दुःख गर्नु सक्यो भन्ने कुरा मलाई लाग्यो होइन मैले गरि पनि रहेको छु र रहेछ पनि अब यत्रो स्ट्रगलपछि यत्रो सङ्घर्षपछि यो बाटो हाम्रो यही हो हाम्रो यो बाटो मैले बनाउँदै लाँदैछु तलतिर बारी हेर्नुहोस् यो हाम्रै गाउँ हो डिटेली यता चाहिँ सबै अब पहिरो पारी छ त्यो पारी वार्दै त्यस पछाडि यो चाहिँ बाटो यहाँ हाम्रो खोटाङ जिल्लाको हाइवे बाटो यो बाटो चाहिँ जस्तै पहिला चाहिँ ट्र्याक जस्तै ट्र्याक खोलेको जस्तै थियो तर अहिले चाहिँ मेन विशेष गरी प्राथमिक दुईजना यो बाटोलाई हाइवे बाटो बनाएको छ होइन बनाइसके पनि छ र अहिले पिच कहीँ ग्राउन्ड हुँदैछ कहीँ पिच हुँदै कहीँ स्वेलिङ हुँदैछ कहीँ वालहरू हुँदैछ अब बनाउँदै लाग्दैछु मैले पनि यहाँ पुऱ्याइसकेँ कतिपय कुराहरू आदरणीय दाजु मेरो आरपिसहरूलाई हामी सोच भन्न चाहन्छु यहाँ सबै हामी बिजुली काम गर्नु हुँदाखेरि साथ अनि सहयोग सबैजनाको ले गर्दा आज यो काममा मैले कामहरू सफल पनि छु या राम्रै तरिकाले निभाइराखेको छु यो चाहिँ मेरो भाइ मेरो स्टाफ हुनुहुन्छ होइन मेरो कर्मचारीहरू हुनुहुन्छ आदि तलतिर यो त सबै मेरै कर्मचारीहरू हुन् काम गरिराख्नु भएको छ म चाहिँ यसरी घुम्दै हेर्दैछु के छ कस्तो छ भनेर यस्तै हो अनि अर्को कुरो छोटै समय होस् कि लामै समय होस् गाउँमा बस्दाखेरि समयलाई सदुपयोग गरौँ भन्ने हिसाबले मैले चाहिँ त्यो सोचेर यो सुरु गरेँ अब यता हेर्नुहुन्छ घरहरू त्यसरी त्यही पोलमा जो देखिराख्नु भएको छ नि तारहरू त्यो सबै हाम्रो बत्तीहरू चाहिँ केन्द्रबाटै काठमाडौँकै लाइनहरू फेरि हेर्न सक्नुहुन्छ होइन तर काठमाडौँमा भन्दा यहाँ निकै सुविधा छ रमाइलो छ होइन आफू रम्नु सकियो आफूले गर्नु सक्यो भने यहाँ पनि केही हुन्छ भन्ने मलाई लाग्छ र लाग्छ पनि र गरिन्छ जस्तो पनि लाग्छ किन भन्दाखेरि म आएको 3 month समथिङ भइसक्यो होला होइन 3 महिना जति भइसक्यो होला तर मैले कन्टिन्यू दिइरहेको छु आफ्नो जति मैले गर्नु सक्ने कामहरू अब यता सबै मेरो कर्मचारी हेर्नु सक्नुहुन्छ होइन मेरो स्टाफ भाइहरू झ्याप्पै छन् मासतिर नि छन् उता पनि टर्नै छ मासतिर त्यो अर्कोतिर चाहिँ उता छ म चाहिँ यहाँ हेरिराखेको छु यसरी बसेर अब तलतिर जानुभन्दा अगाडि पनि बस्दाखेरि हावापानी पनि आनन्द शान्त हुने वातावरण शान्त छ रमाइलो छ अनि मौसम पनि आनन्द हुने अब गाउँठाउँमा अब 3-4 महिना 4-5 महिना जति छुट्टी बस्यो भने आनन्द काम गर्दै जाँदाखेरि पैसा पनि हुने रमाइलो नि हुने क्या रमाइलो नि हुने पैसा नि हुने अनि आफूलाई एक्सर्साइज पनि हुने फिजिकल पनि हुने अनि त्यो हिसाबले मैले पनि यो गरिरहेको छु हामीले गर्नु नसक्ने काम केही पनि छैन होइन जति जे गरे जसो गरे जस्तो गरिन्छ राम्रो छ जे चिज पनि राम्रो हुन्छ त्यही कारणले मैले साथी बोलाएर गाउँठाउँमा बसेर काम गरिराखेको छु कसैको राम्रो भन्नु छैन कसैले नराम्रो भन्नु छैन आफ्नो जे छ आफ्नो बेस्ट भर्जन के छ आफूले निकाल्ने आफूले जानेको जति आफ्नो बेस्ट प्रस्तुति यो दिनलाई यसरी यो काममा लागेर दिइरहेको छु जानेको जति नजानेको अब केही साथीभाइसँग सल्लाह गरेर अगाडि बढाइराखेको छु के कस्तो लाग्छ तपाईँहरूले हेर्न सक्नुहुन्छ यहाँ पनि छ यहाँ 7-8 जना छन् उता 7-8 जना उता 4-5 जना यहाँ उता 7-8 जना निकै छन् साथीभाइहरू होइन
म चाहिँ यसो हिँड्दै कामहरू गर्दै हिँडिरहेको छु है त। अलवेज थ्याङ्क यू सो मच एभ्री वान। सबैले सब्सक्राइब गरिदिनु होला, लाइक नि गरिदिनु होला है त। थ्याङ्क यू, बाई।